हेलो एन्ड वेलकम टु माई अल जब्स नेपाल युट्युब च्यानल एन्ड तपाईँहरूलाई आज पनि म आइसकेको छु एउटा ब्याङ्किङ तथा वित्तीय संस्थाको भ्याकेन्सीको अपडेट लिएर र आजको भ्याकेन्सीको अपडेट चाहिँ अभियान आर्थिक पत्रिकामा मङ्गलबार 5 गते जेठ 5 गते चाहिँ सार्वजनिक भएको थियो र यो चाहिँ एउटा सोलोमन लघु वित्तीय संस्था लिमिटेडको बारेमा चाहिँ जानकारी छ र यसमा चाहिँ तपाईँहरू यदि फ्रेसर हुनुहुन्छ र जो एकदम न्यूनतम शैक्षिक योग्यता लिएर बस्नुभएको छ त्यस्तोले पनि भर्न पाउनुहुन्छ। तपाईँलाई चाहिँ म विशेष गरी यसको बारेमा जानकारी दिँदैछु। नेपाल राष्ट्र ब्याङ्कबाट घ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको ब्याङ्क हो भने त्यसदेखि यसको केन्द्रीय कार्यालय चाहिँ कमलपोखरी काठमाडौँमा रहेको छ। यहाँ फोन नम्बर पनि दिएको छ। त्यस पछाडि यहाँनिर आवश्यकता भनेर प्रथम पटक सूचना प्रकाशित भनेको चाहिँ 2083 2 महिना 5 गते दिएको छ भने यस वित्तीय संस्थाले रिक्त रहेको तपसिल उल्लेखित बमोजिम प्रयोगात्मक प्रशिक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेको उम्मेदवारहरूले चाहिँ यो सूचना प्रकाशन भएको 15 दिनभित्रमा चाहिँ यस वित्तीय संस्थाको वेबसाइट www.swbbl.com.np मा चाहिँ तोकिएको बमोजिम दरखास्त दिन हुन आह्वान गरिन्छ भनेर यहाँनिर दिएको छ। र वित्तीय संस्थाको हितलाई ध्यानमा राखी प्राप्त दरखास्त कारण खोली वा नखोली स्वीकृत गर्ने वा यस विज्ञापनलाई रद्द गर्ने सबै अधिकार चाहिँ यो वित्तीय संस्थालाई चाहिँ निर्णीत रहनेछ भनेर भनिएको छ। भने यो चाहिँ एउटा कनिष्ठ सहायक प्रशिक्षार्थी तालिमे भनेर खोलिएको छ भने तह चाहिँ 4 भनेको छ भने त्यस पछाडि केही भनेर जतिजना पनि लिन सक्छ। यसमा चाहिँ तपाईँको शैक्षिक योग्यता भनेको मान्यता प्राप्त शिक्षा संस्था वा बोर्डबाट न्यूनतम एससी वा एसएलसी पास चाहिँ गरेको हुनुपर्ने छ भने नेपाल परीक्षा बोर्डबाट एससी परीक्षामा सहभागी भएको हकमा उक्त परीक्षामा स्तरकृत अङ्क चाहिँ कम्तीमा पनि न्यूनतम चाहिँ 1.6 जिपिए चाहिँ भएको हुनुपर्ने छ र डी+ आएको हुनुपर्ने छ भनेर भनिएको छ। त्यस पछाडि आधारभूत कम्प्युटर तालिम लिएको प्रमाणपत्र गरेकोलाई चाहिँ प्राथमिकता दिनेछ। त्यस पछाडि लघु संस्थाको कार्य अनुभव तथा मोटरसाइकल स्कुटरको चालक अनुमति प्राप्त गरेकोलाई चाहिँ प्राथमिकता दिने भनेको छ। र भने त्यस पछाडि अर्को वित्तीय संस्थाको कार्यक्षेत्रमा बासिन्दा तथा ग्राहकलाई सदस्यहरूको परिवारका सदस्यहरूलाई प्राथमिकता दिनेछ भनेको छ। यस वित्तीय संस्थामा काम गरेको कोही यस वित्तीय संस्थामा कारोबार गरिरहेको कुनै सदस्यहरूको यदि सदस्यहरूको चाहिँ छोराछोरी छ भने चाहिँ त्यस्तोलाई प्राथमिकता दिने भनेको छ। भनेदेखि यहाँनिर के भनेको छ भने दरखास्त दिने अन्तिम मितिमा 18 वर्ष पुरा